हेर्नुहोस् त ए कति टाइम लाग्यो पोखराबाट आउनुलाई? जम्मा 4 घण्टा। एक दिन लाग्यो जस्तो भयो होला है भेट्नुको लागि त। एक दिन होइन, म त 60 स्पिडमा आएँ, 2 घण्टा पुगेछु तिम्रो मायाले। मलाई त यता जाम पर्यो नि बाटोमा, कतिखेर भेटौँ जस्तै भइसकेको थियो। गाडीले पनि 12 घण्टा लगाइदियो आउनको लागि। भेटिसकेका छ के अरे, के छ त नि प्लान? तपाईँ आफै भन्नु न के छ? मेरो त योभन्दा अगाडि कुनै गर्लफ्रेन्ड सलफ्रेन्ड थिएन। यति राम्रो केटी देखेर मलाई त कस्तो कस्तो भइरहेछ त नि। किन त आउनु भएको त्यसरी? तपाईँले कतै ड्रिङ्क गरेर त आउनु भएन नि? ड्रिङ्क त गरेँ तर रक्सी होइन, तिम्रो मायाको नसामा परेन। त्यस्तो हुन्छ? मायामा यस्तो हुँदो रहेछ, के गर्ने? जानु भयो तपाईँलाई? पछ्यौरी जानु भयो, आउनु पर्यो यहीँ छेउमा। छेउमा जाने कि नजिकै कतै होटलमा? छेउमा जाने कि आगो तापेर बस्ने यतै छेउमा जाने? उता गएर ताप तापको मोमो खाने कि चुप्पा खाने? मै भुल्का यार, अब यति टाढाबाट आछौँ, अब घर फर्किन्छौ र कि जान्छौ मेरो घरतिर? हुन्छ तपाईँकै घरतिर जान्छु नि त। अनि घरबाट सल्लाह गरेर हिँडेको कि नै? नै त्यतिकै आएको। भागेर पो आयो कि त? भागेर पो आयो कि? अनि मैले तिमीलाई यताबाट भगायो भने तिम्रो घरकाले कराउँछन् कि नै? कराउनुहुन्छ नि। मर्दको छोरा आफै ढिलो जाँडो बिहा गर्ने पर्छ कि भागौँ? हुन्छ तिम्रो मन त पहिला पचाउनु थिएन नि? अनि कि योभन्दा पहिले तिम्रो बोयफ्रेन्ड थियो कि थिएन? थियो नि। अनि कहिले तिमी डेटिङ गएकी छौ? गएको थियो। डेटिङ गएकी? अबे फंस गया भाई, अबे सारा बर्बाद हो गया भाई। अबे तो फिर हमको तो घसीटा मिला, बाबा जी का ठुल्लू मिला, हमने लगा के बर्बाद हो गया मोहतरमा। डेटिङ गइसकेपछि त बर्बाद भयो नि यार। कहिले जानुभएको थिएन अरूसँग डेटिङ? हजुर, तपाईँ चाहिँ कहीँसँग जानुभएको थिएन डेटिङ? म त डेटिङको स्पेलिङ पनि आउन मलाई। अनि मेरो त घरमा त शिरबत्ती बच्चा छ त। अनि अहिलेसम्म मलाई नभनेको? छोरा मान्छेको बाहिर चक्कर लाग्छ कसैले भन्छ र? झुट बोल्नु मसँग? अहिले कलेजमा सत्य कसले बोल्छ र? मैले सबै सुख छोडेर आएँ म। यो मान्छेको त बिहे भइसकेको रहेछ। अब म के गर्ने होला? 12 घण्टा गाडी छोडेर त्यत्रो टाढोसम्म गएको यो मान्छेको बिहे भएको रहेछ। अब के गर्ने होला? अब के गर्ने होला? नरौ के नरौ, बाँदर की छोरी कति रही कि त आफ्नो आफ्नो कर्म खानु पर्छ क्या बाँदर की छोरी।
छैन भनेको थिएँ आवाज जेठी मलाई अब म के गरौँ जेठीबाट छोरा छ के तिमीबाट छोरी पाम्ला के किन रहेकी त अनि धोका दियो मलाई धोका त अब किन रहेकी त मरे कि किन नभनेको भन्दा अगाडि मैले त प्राङ्क पो गरे त अनि यति राम्री फुल जस्तै मान्छेलाई मैले धोका दिन्छु होला त साँच्चै होइन अघि भनेको कुरा छैन तर घरमा श्रीमती छैन हजुर बिहे भएको कुरा साँचो हो कि झुटो हो भन्नु छिटो अहिलेको जमानामा टिकटकमा कसले बिहा भयो भने देखाउँछ नि त प्राङ्क हो नि मित्र एक्टिङ बल गर्नु भयो सिआइडीमा लास कल गर्ने हो